पानी पस्यो भने स्विचमा जान्छ भने आज बल्खुमा रातारात परेको पानीले बल्खु बजारै डुबान भएको छ। ए यो तारले पानी छ नि त धानो तानेको रहेछ है, पुरोले तानेको रहेछ। बल्खु तरकारी बजारको अवस्था अब निस्किहाल्यो नि अब नरहु चिल्लाएर बस्छ निस्क्यो अब यो तान्ने बित्तिकै ठ्याक्कै खोला हेर्नु न त्यहाँनिर बल्खु यहाँको बल्खु तरकारी बजारको हो यो दृश्य। एक्कासी रातभरि परेको पानीले भारी भएर यो तरकारी बजार पुरै डुबानमा परेको छ। बरु योले ठुलो गाडीले तानेर रोडमै निकालिदिँदा हुन्थ्यो बरु है। साह्रै भएन होला यो। ल ल ल जात्रै देखाए नि। उता टाटासम्म पनि डुब्न लागिसकेको छ, थोरै मात्र बाँकी छ। यो त निक्लिन्छ सम्भवै छैन, मान्छेको बगाउला भन्ने डर हुन्छ होइन। त्यो डोरी लाएर तानिराखेको छ टाटासम्मलाई बगाउला भनेर। उता गाडीहरू धेरै नै फसिरहेको छ। यहाँ रहेछ ऊ त बसेको मात्रै रहेछ त। तपाईँको मोबाइलमा पानी परिसक्यो। आज रातिबाट परेको पानी हो, पानीले बल्खु डुबान। गाडीहरू पनि धेरै फसिरहेको छ। पुरै गाडी उ भइसक्यो होला, गाडीभित्र पानी छिरिसक्यो। त्यो सुमो लान्छ यो तान्ने यो तान्नु पर्यो क्या। तानेन भने लग्यो भने त्यो टहरा भत्काउँछ, सुमो त लगिहाल्छ। त्यहाँ तल हेर्नु न कुन चाहिँ कार हो त्यो कार त पुरै डुबिसक्यो, थोरै मात्र बाँकी छ है। हेर्नुहोस् यो कार डुब्नै लागिसक्यो, यतापट्टि छ। त्यहाँ पनि 5-6वटा गाडी छ। यो बल्खुको अवस्था हेर्दा त ठुलै पानी परेको जस्तो देखिन्छ यहाँ। गाडी नै यति डुबान भइसकेछ। गाडीको त लक होला, चाहिन्छ छैन होला। उता जस्तो बेसी परेको भए त फर्स्टमा बग्यो भने यो त जान्थ्यो होला। त्यो घर होइन, त्यो बिचकोतिर घर त हजुर प्रफुल्लजी यो हाम्रो बल्खुको हो, बल्खु तरकारी बजारको दृश्य हो यो। यो तरकारी बजारको पार्किङ हो, यो पार्किङ क्षेत्रमा यो बारी एक्कासी पानी भरेर गाडी नै बगाउने अवस्थामा छ। बगाएको चाहिँ भन्ने खबर चाहिँ आएको छैन, तर बगाउने अवस्थामा छ यहाँ।
यो बल्खु तरकारी बजारको दृश्य हो। बल्खु तरकारी बजारको पार्किङ। कहाँ आउँछ त्यो छ नि के अरे पहिला चलाउनु गऱ्यो त्यो सोमु के पनि हुँदैन।